लीला सर हजुर भन्नुहोस् यो हाम्रो अब हामी अहिले चाहिँ रेड फोर्टमा आएको छौँ कस्तो लाग्यो हजुरलाई यो यसको ऐतिहासिक यसको के छ केही महत्त्व हजुरलाई थाहा छ कि यो 15औं शताब्दीमा जुन निर्माण भएको रेड फोर्ट अब तत्कालीन अवस्थामा पनि सुरक्षाको विषय महत्त्वपूर्ण थियो र त्यतिखेरका चाहिँ मुस्लिम अब तत्कालीन राजाले जुन यो निर्माण गरे हजुर यो चाहिँ आफ्नो साम्राज्यलाई बलियो बनाउनको लागि निकै ठुलो कन्स्ट्रक्सन गरेको देखिन्छ। जसरी अब इन्डियामा हामीले अरू अरू ठाउँमा पनि देखियो यस्तो फोर्टहरू किल्लाहरू बनाएर आफ्नो राज्यलाई संरक्षण गर्ने शत्रुहरूसँग अलर्ट भएर बस्ने खालको चाहिँ अवस्था देखिन्छ। त्यस्तै नेपालमा पनि अमरगढी सिन्धुली गढी जस्ता गढीहरू देखिन्छन् र हाम्रो प्रताप प्रसाद नभएर हो तत्कालीन अवस्थामा त्यो जुन चाहिँ रेड फोर्ट चाहिँ भएको छ यसको भित्र चाहिँ म आएको थिएन। हजुर अब हामी अस्ति पनि आएको थियौँ होइन अस्ति चाहिँ अलिक ढिलो भएर टिकट पाइएन आज चाहिँ बिहानै यहाँको नियम के रहेछ भने सूर्योदय भएपछि हो मात्र खुल्ला हुने रहेछ अनि त्यसपछि सूर्यास्त भएपछि इन्ट्री चाहिँ बन्द हुने रहेछ। अस्ति हामी सूर्यास्त पछाडि आएको हुनाले इन्ट्री गर्ने मनसा हुँदाहुँदै पनि इन्ट्री गर्न पाइएन र आज एक्सप्लोर गरिँदैछ। तर सर जस्तै मलाई लागेको यो रेड फोर्ट त बाहिरबाट हेर्दा जुन तरिकाको सुरक्षा दिएको छ भित्र त्यो खालको चाहिँ दरबार भएको अथवा त्यस्तो हुन्छ नि महत्त्वपूर्ण ठाउँ भएको जस्तो त देखिएन यो यसको के अर्थ होला मनोजी तपाईँ बुझ्नुहोस् यो त भित्र त आनन्दसँग बस्नु पर्यो र बाहिरबाट आफ्ना शत्रुहरूलाई कसरी हुन्छ भित्र छिर्न नदिने उपाय गर्नु पर्यो। त्यो भएर बाहिर एउटा फलामको किल्ला जस्तो यहाँ चाहिँ ठुलो ठुलो चाहिँ पर्खालहरू चाहिँ लगाएर किल्ला बनाइएको छ भने भित्र मनोरञ्जन गर्ने व्यायाम गर्ने बगैँचाहरू र आनन्ददायक खालको चाहिँ दरबारहरू चाहिँ र मनमोहक वातावरण। यसको अर्थ सीमा बलियो भयो भने भित्रका जनताले अमन चयन आनन्दका साथ बस्न सक्छन् भन्ने अर्थ लाग्यो। अवश्य यहाँ चाहिँ ठिक कुरा गर्नु हजुरको एनालाइसिस सही छ। हामी फेरि केही छिनपछि अर्को ठाउँमा घुम्दाखेरि जोडिनेछौँ है त सर। हस् ओके थ्याङ्क यू भेरी मच।